बाबु नानीहरू पहिला हामी यिनी आन्टीको भिडियो हेरौँ अनि यसको फन्नी कमेन्टको श्री गणेश गरौँ है त। ल सुरु गरौँ। भगवानलाई मनमा राख्ने हो, छालामा होइन। ये बड़ी अच्छी बात कही आप। दिदीको बुढा मन्दिर जानु पर्दैन होला है? तुम्हें कैसे पता चला? यति गरेपछि त हिउँदोमा पनि जाडो हुन्न होला है? अनि हजुर सुत्दाखेरि कसरी सुत्नुहुन्छ? गणेशजीलाई च्यापेर? आजकलको बच्चाहरू अन्त कहाँ छ बहिनी ट्याटु? भन्दिन है। अरे भाई एक आदमी प्लीज कर रहा है, रिक्वेस्ट कर रहा है आपको, तो रिक्वेस्ट समझ में आता है कि नहीं? यस्तै रमाइलो भिडियोहरू हेर्न मेरो युट्युब च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। त्यहाँ पनि डेली न्यू भिडियोहरू अपलोड गरिरहनेछु।